आज नेपाली राजनीतिमा एउटा नयाँ आवाज गुन्जिरहेको छ। त्यो आवाज हो परिवर्तनको। बालेन शाहको उदय कुनै संयोग होइन। उहाँ लोकप्रिय हुनुको कारण भाषण होइन, काम हो। जब अरू नेताहरू आश्वासनमै सीमित रहे, बालेनले नतिजा देखाए। कानून सबैका लागि बराबर हो भन्ने कुरा उहाँले व्यवहारमै प्रमाणित गर्नुभयो। यही कारणले जनता उहाँलाई माया गर्छन्, विश्वास गर्छन्। आज यो विश्वास बालेनमा मात्र सीमित छैन, यो विश्वास विस्तार हुँदैछ राष्ट्रिय स्वतन्त्र पार्टी रसोपातर्फ। रसोपाले पुरानो राजनीति होइन, नयाँ सोच बोकेको छ। इमानदारी, जवाफदेहिता र जनताप्रति उत्तरदायित्व, र यही परिवर्तनको प्रतीक बनेको छ। घण्टी केवल चुनाव चिन्ह होइन, यो चेतावनी हो, यो जागरण हो। यो पुरानो व्यवस्था सुतिरहेको बेला जनतालाई जगाउने आवाज हो। आज युवाहरू, पेसाकर्मीहरू, साधारण नागरिकहरू एउटै कुरा भन्छन्, अब भाषण होइन, काम चाहियो। बालेनले देखाएको बाटोमा रसोपाले हिँड्न खोजेको छ। त्यसैले घण्टीको आवाज दिन प्रतिदिन बलियो हुँदै गइरहेको छ। यो कुनै व्यक्ति वा पार्टीको कथा मात्र होइन, यो आशाको कथा हो। यो नयाँ नेपालको सुरुवात हो। अब प्रश्न एउटै छ, के हामी परिवर्तनको आवाज सुन्छौं कि फेरि पुरानै गल्ती दोहोर्याउँछौं? निर्णय जनताको हातमा छ र घण्टी बजिसकेको छ।